वेलकम छ मेरो युट्युब च्यानलमा मेरो साथीभाइ सबैलाई। र हाम्रो गन्तव्य भनेको भैरवादेखि काठमाडौँसम्म रहनेछ र मिठो हुनेछ तर हल्का लामो हुनेछ। र हाम्रो विषय भनेको यात्राको क्रममा के कस्तो रहनेछ र बाटोघाटोको के कस्तो रहनेछ। म सम्पूर्ण बाटोघाटोहरू देखाउने छु भैरवादेखि काठमाडौँसम्म। लास्टसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मेरो साथीभाइहरूले मलाई आशा लागिरहेको छ। अहिलेलाई यति नै, हस्त धन्यवाद म भन्न चाहन्छु। कतिजना भयो यार मान्छे यार? कतिजना भयो दाइ? 20-22 जना मान्छे छैन यार, के गर्ने? त्यस्तै हो साथीहरू। गाडीहरू पुरै खाली खाली छ साथीभाइहरू, हेर्न सक्नुहुन्छ। मान्छे एकदम सुनसान भैरुवा बस पार्कमा यस्तो छ हालत, के गर्ने। मेरो चाहिँ मोहन एसी हो र म चाहिँ अब भैरुवा बस पार्कबाट निस्किनु लागेको साथीभाइहरू। यही हो मेरो गाडी, हेर्न सक्नुहुन्छ। सबै आयो होला नि, होइन? सबैजना आयो ल, अब निस्किन्छ होला नि। ल, हामी चाहिँ अब काठमाडौँ लागेको साथीभाइहरू। हेलो साथीहरू, अब चाहिँ हामी ताउनेको उकालो तर्फ लाग्दैछौँ र ताउनेको उकालोको आरसिसी ढलानहरू हामी देखाउँदैछौँ तपाईँलाई। साथीहरू हेर्न सक्नुहुन्छ, आरसिसी ढलान पनि असाध्यै राम्रो रहेको छ, त्यस्तो डिस्टर्ब केही छैन है साथीहरू। ल साथीहरू, काठमाडौँ बस पार्क पनि आइयो, हेर्न सक्नुहुन्छ। यो बस पार्क रहेको छ र हाम्रो गन्तव्यमा आइपुगेको छौँ। हामी चाहिँ अब यहीँसम्म मात्र यात्रा हो हाम्रो यो काठमाडौँको बस पार्क। हस्त धन्यवाद भन्न चाहन्छु।
हेलो साथीहरू, अहिले हामी चाहिँ काठमाडौँ बस पार्क आइसकेको छौँ र हेर्न सक्नुहुन्छ बस पार्कको दृश्यहरू। यसै गरी हाम्रो गन्तव्य यहीँसम्मको रहेको थियो, काठमाडौँ बस पार्कको। हेर्नुहोस् है, यसरी बस पार्क